Hello guys, good morning and welcome to my channel. अहिले बिहानको 5:30 बज्दैसक्यो तर हामीहरु उठेको कति बजे? 4:30 बजे उठेर हामीहरु चाहिँ रेडी हुँदैछौं। हामीहरु जाँदैछ मैले हलेसी महादेव। बिहानदेखि पानीले दुःख दिएको देइछ, डराएर पानीले चुट्नी भयो भनेर, तर पानी अहिले पनि रोकेको छैन। पानी परि नै रहेछ। अवस्था मौसम सफा भएको अवस्था अहिले चाहिँ सफा। अब हामी गाडी आउने वेट गरिरहेको छौं। अहिले आउला नि छैन, भरे आउला नि छैन। यस्तै हो हामीलाई चाहिँ जहिले पनि हैन, कुरेर बस्नु पर्छ। हाम्रो ब्यागहरु चाहिँ बाहिर लगिसक्नु भयो। हामी चाहिँ अब हल्लिरहेछौं कहिले आउँछ भनेर। ल रामी देखाछ, रामी देखाछ, मम्मी रामी देखाछ नि त, रामी देखाछ नि। वेट गर्ने अनि त्यसपछि जाने। हस् अहिले हामी राणाछापमा आइपुग्यौं हैन। सबैजना नास्ता गर्दै हुनुहुन्छ। मैले पनि नास्ता गर्न थालेँ। मैले चाहिँ पुरी र तरकारी खाएँ। मिठो छ, मिठो मिठो। अब यहाँबाट नास्ता गरेर हामीहरू लाग्छौँ कुशेश्वर महादेव। अहिले हामी आइपुग्यौं कुशेश्वर महादेव। कता गई? कोही हुनुहुन्न, शान्त छ। आरती गर्दै हुनुहुँदैछ। यहाँ चाहिँ आनन्दको वातावरण छ है। सफा रहेछ ठाउँ चाहिँ। यसको पछाडिपट्टि चाहिँ आया झन् लडेछु म। क्यामेरामा हेरेर हिँड्दाखेरि तल चाहिँ भएमा नहेरिकन हिँड्दा झन् अहिले मैले माछा खाइसकेँ। माछा पछाडि चाहिँ कस्तो राम्रो छ। यहाँ चट्ट परेको के हो यो? आगोहरू बालिँदो रहेछ। यहाँ खोला पनि रहेछ। यहाँ चारैतिर कौवाहरू काक 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 गरेर छन्। कुशेश्वर महादेव। यहाँ कतिवटा भगवान हुनुहुन्छ थाहा छ? कतिवटा भगवान हुनुहुन्छ थाहा छ? अमला लिँदैछ दिदी। लिएको दिया कुनै ढुङ्गा नछोड्ने भए भाउजू र मम भएर। हो यसमा एकचोट झुनिन पर्छ अरे के? पुरै ठाउँ छोड्नु पर्छ अरे, मच्चिनु पर्छ अरे। हात मड्काउने भए मोबाइल
अब हाम्रो बनाइदेऊ है भाउजूले म एकाउन्टमा म बनाइदिन्छु नि त अब हाम्रो भाउजूको पालो ल भयो ल झुन्दिन ठाउँ चाहिँ छोड्नुपर्छ भयो ल अब मम्मीको पालो आमाले पनि अब अस्ति आमाले भने कस्तो मजाले खेल्छ मम्मीले दुईटा गुणा कस्तो बाबा जा ल मम्मीले कसरी यस्तो सरापेन अनि च्याप्पो घुँडा मार तिमीले धन्दाहरू गरेर म चाहिँ मेरो पनि बनाला एउटा मन भिडियो पर्यो त्यो हात मड्किँदैछ अलि ऊ हुन्छ है दिदी हातमा प्रेसर नभए घुँडाले च्याप न घुँडाले भयो भयो ल मम्मी चाहिँ पुरा तरकारी पकाएर खाना पकाएर बस्दै हुनुहुन्छ तँलाई देखेर झन् तर्से हेलो माइजू खाना बनाउँदैछौँ दर्शन गर्न जाँदैछौँ 25 जना छौँ हामीहरू यहाँ हाम्रो दिदी हुनुहुन्छ एकदम रमाइलो भएको छ हाम्रो यहाँ नारायणी दिदी ए सबैजनाको आफ्नै छ खाना बन्दैछ हाम्रो चाहिँ मजाले यहाँ सलाद बन्नलाई रेडी छ उता गोरिल्लाहरू भेन्टा सबै मजाले पकाउँदै हुनुहुन्छ गाडीभित्र चिया खाँदै म चाहिँ यसरी पिउँदैछु यहाँ सोधेऊ काना लायो भने पनि यसो गर्ने अनि भुजा खाएको हो भने पनि हो भने मुन्टोमा त हलाउने बोली आउँदो रहेछ क्या है त्यही नि बोल्ने गरे छैन मुन्टोमा त हलाउने त्यही पनि गोरा आयो 2 महिना बसेर आयो भने त्यो अवस्थाले चिया खाइन्जेलसम्म खाना पाक्छ त्यसपछि अनि गएर खाना खाइन्छ हामी जाने बाटो हेर अहिले हामी आइपुग्यौँ दुधकोसीको फुलहरू चाहिँ गुड मर्निङ गाइज कति बजे घडी यसरी हेरेर हामी उठेर यो चाहिँ मुखै नदै गर्नु छ त्यो कस्तो मन त हो नि कस्तो गाह्रो भएर अयो मेकअप गर्दै दुईजना एक भाउजू 9 बजी छ हामी एउटी फोन चलाउनुलाई चाहिँ एउटी सुते चाहिँ
मेरो हाल्छ यस्तो चाहिँ ओके गाइज अब हामी पनि मुख धोएर रेडी हुन्छ रेडी भएर हामी अनि मन्दिरको दर्शन गर्छौँ कसैलाई पनि गराउँछौँ हेर्नु होला दर्शन गर्नु होला गुड मर्निङ गाइज फ्रम खोटाङ अहिले म छु हलेसी महादेव मन्दिर स्थानमा होइन बिहानको लगभग 6:15 भइसक्यो हामीहरू चाहिँ अब दर्शन गर्न जान्छौँ एक्चुअली म फर्स्ट टाइम आएको यहाँ म चाहिँ योभन्दा पहिला आएको थिएन मम्मीहरू चाहिँ अगाडि गइसक्नु भयो मम्मीहरू अगाडि हुनुहुन्छ यहाँ चाहिँ गुम्बा पनि रहेछ यहाँ माथि भाउजू प्रसाद किन लाइसक्यो के अरे हेलो भन्दैछ त मम्मी हेलो हामी हलेश्वरी महादेवको दर्शन गर्न लाग्यौँ अब आजम बाटो चाहिँ यस्तो छ हस् हस् यहाँबाट चाहिँ माथि ओ यो कस्तो राम्रो के हो यो भाइला हुन्छ नि त्यो पूजाको सामान हालेर हामीले खै तारा भाउजू कता गयो के किन्न लाग्यो सामान किन्न गइस होला सबैजना अझै माथि बिस्तारै लाग्यो यहाँ माथि गुम्बा पनि रहेछ है यहाँ चाहिँ हल्का भर्याङ छ होइन यो भर्याङबाट सिधा यस्तो उकालोमा चाहिँ जहाँ पनि कुकुर हुने है के हेरेको तिमीले आमा नि चाहिँ नि को चाहिँ माया लाग्ने गरे हेरेको हेर आइपुग्यौँ आइपुग्यौँ मन्दिर तर हामीले चाहिँ घरबाटै लिएर आएको थियौँ सो त्यही भएर हामीलाई किन्नु परेन भगवान मन्दिर आएर नि कल्याण हो जय जय हो कल्याण हो र हजुरहरू जहाँ जहाँबाट पाउनुभएको हो चाहिँ के हो केही नभनिकन सुई सुई दिएको छ केही नभनिकन सुई सुई दिएको छ हो चाहिँ के हाम्रो त केही नभनिकन के हातमा दिए है यो तल चाहिँ के छ कुन चाहिँ कति राम्रो मम्मी योभन्दा अगाडि पनि आउनु भएको छ क्या गाइज होइन मम्मीलाई थाहा छैन मम्मी कहाँ जाने के गर्ने सोध्नु ए हाम्रो पिन्डी यस्तो रहेछ त्यसले कहाँ चाहिँ गर्लाई कहाँ चाहिँ गरिदिनु हजुर चाहिँ समाधि हाल्यो भने के जे पनि पहिला आउनेको त यस्तो अवस्था छ यहाँ पहिले आउनेको हामी
मन्दिरमा भेटाएको अवस्था, घुमेको घुमेको अवस्था यो होला। पहिला हामी कहाँ जाने रे? गणेश मन्दिर। पहिला गणेशलाई नढोकिकन अर्को मन्दिर त कुरा गर्नु भएन नि होइन। पहिला गणेशजीको दर्शन गरेपछि पो उतै साइडमा जाऊँ न मम्मी। उतै साइडमा बसेर गरौँ न ल। यहाँ आउँ यहाँनिर बसेर गरौँ न। पहिला गणेश मन्दिर ढोकेर अनि माथि चाहिँ हामी गणेश मन्दिर हो। हामीहरू अहिले जाँदैछौँ तल गुफामा। मान्छेहरू चाहिँ टन्नै हुनुहुन्छ। यहाँ चाहिँ यस्तो यो पिलरमा चाहिँ मजाले चामलहरू राखिदिएको रहेछ, यो चराहरूको लागि, परेवाहरूको लागि। महादेव दर्शन गर्ने जाने बाटो। दिदी आइज न। हलेसी देखाइदिनु कस्तो राम्रो छ भने एकदम राम्रो छ क्या। यहाँ चाहिँ बुद्धिस्टहरूले पनि ध्यान गर्नुहुन्छ होइन। उहाँहरूले पनि मजाले ध्यान गर्नु हुँदो रहेछ यहाँ चाहिँ। मान्छेहरू त्यो साइरहेको छ मम्मीहरूले सामान रेडी गर्दै हुनुहुन्छ। अनि उतै लगेर बाल्ने हो। मजाले सामान सबै ल्याछ। हाम्रो चाहिँ रेडी भइसक्यो पूजा गर्नलाई। कति बाल्ने होइन?
अब हामी खाना पाउँछौँ आज खाना। अब हामी मन्दिरको दर्शन गरी सिधाइसकेर अब हामी जान्छौँ शङ्ख फुक्ने साइडमा जाँदैछौँ। अनि बाटोमा जाँदा जाँदै हामीलाई चाहिँ चिया खान मन लागेको भएर हामीहरू चाहिँ चिया खाँदैछौँ। चिया चाहिँ एकदम पातलो छ। मिठ छैन भाउजू? ठिक छ। ल ल खाम 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 ल खाम। यहाँ चाहिँ ढाड कम्मर घुँडाहरू दुखेको कब्बिस हुन्छ अरे यहाँ चाहिँ। ए यहाँ माथि त यस्तो माला लगेर यसरी उ गर्छ नि है, उफार्छ नि। मलाई याद छ यो। छैन त मसँग माला त नि छ नि। दिदी तैँले रुद्राक्ष र मालाको जप गर्ने लिएर राख्छस् हो? त्यसले त्यहाँ माथि फालेर नि हातमा समात्ने हो क्या? खास भन्ने हो भने जप गरी रुद्राक्षको माला त्यहाँ फालेर हातमा समात्ने हो क्या? सोध त भाइलाई। जप गर्ने मालाको रुद्राक्ष छ त? मेरो त तुलसी माला हो। होइन रुद्राक्षले गरे नि। त्यो जट्टाको ऊ हो क्या यो ठाउँमा छुन्छ नि। एक लाख डाकिनेहरूलाई सभा राख्नु भा? ए अनि भाइ यो बुद्धिस्टहरूको चाहिँ के भाइ? अनि बुद्धिस्टहरूको चाहिँ के मान्यता छ यहाँ? बुद्धिस्टहरूको चाहिँ के मान्यता छ? गुरु रेम्बुर्से भन्छ, जस्तै हाम्रो शिव भने जस्तै उनीहरूको चाहिँ ठुलो भगवान गुरु रेम्बुर्से हो। हजुर उहाँ बसेर चाहिँ 1 लाख समाज ए के भन्नु फेरि भन त भाइ? यहाँ चाहिँ भगवान शिव जस्तै उहाँहरूको चाहिँ गुरु रेम्बुर्से हो कि उहाँहरूले चाहिँ 1 लाख खाण्डुमा भन्छ, हामीले चाहिँ डाकिने भने चाहिँ उहाँहरूले खाण्डुमाहरूलाई चाहिँ प्रवचन सुनाएर प्रसाद छोकिदिएको ठाउँ भन्छ कि। यो ठाउँलाई चाहिँ उहाँहरूले गुरु खाण्डु म पनि उ गर्नु पर्यो नि। मेरो हात दुखेको, ढाड दुखेको, जिउ दुखेको, टाउको दुखेको, छाती दुखेको सबै हटाइदिनु है। टाउको दुखे, छाती दुखे, हात दुखे, घुँडा दुखे, ढाड दुखे। मेरो त यो हात मेरो हात पनि चाँडै बिसे गर्नुपर्ने हो। यहाँ तल चाहिँ हल्का सपिङहरू गर्ने ठाउँ रहेछ। हामी गएको ठाउँ चाहिँ त्यही माथि नै हो होइन? यहाँ माथि खोइ हामी गएको ठाउँ चाहिँ वहाँ माथि हो अघि न। खतरा तरकारी बोक्छु मनी फुक्छु।
जिन्दगी मनी पुग्छु कोही मनी पुग्छु जय श्री कैलाशपति। ओ यहाँ त पुरा चमेराहरू छन् भाइ यहाँ माथि सबै चमेरा। ओ यस्तो खुबा रहेछ यहाँ चाहिँ। यहाँ मजाले आइरहेछ यहाँ यही भरिरहेछ माथि माथि गएर। म चाहिँ माथि लागेँ। ओ माई गड ओ माई गड ओ यति आनन्दमय स्थान। ओ भगवान शिवजी यही माथिबाट निस्किनु भयो नि। उयो यस्तो यस्तो स्टोर भएको अनि तल त्यो टीवाला जस्तो हो। यो 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 के यो 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 उयो टीवाला रहेछ कि टीको माथि। ए अब कति राम्रो चिटिक्क परेको घर। एक्सिडेन्ट भएछ क्या लौ 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 गाडी त एक्सिडेन्ट भएछ। सामान त सार्न भ्यायो आमा कसको घर होला है। उयो घर पनि पहिरोले जान लागिसक्यो। कसको घर हो पनि